जय मसी सबैजनालाई। आज चाहिँ यो सानो एउटा गिटार लेसन छ मेरोबाट। यसमा चाहिँ के छ भने तपाईको मेजरको रिलेटिभ कर्डहरु के हुन्छ है। हामीले ए मेजरलाई गीत गाउँदा ए मेजरबाट अब यो ए मेजर गीत गाउँदैछ अरे है, ए मेजरकोबाट हामीले सिधै बी मेजर लान्छौँ भने मिलेन है, सी मेजर लान्छौँ भने मिलेन। र हामीले ए मेजरको चाहिँ के चाहिँ हो हाम्रो रिलेटिभ कर्डहरु। ए मेजरको गीतले चाहिँ हामीले कुन कुन कर्ड्सहरु युज गर्न सक्छौं ए मेजरको गीतमा, र हामीले त्यो गीतलाई अझै राम्रो बनाउन सक्छौं है। त्यो गीतलाई अझै राम्रोसँगले हामीले बनाएर गीतहरु गाउन सक्छौं है। यसको लेसन चाहिँ म दिन गइरहेछु आज। ए मेजरको चाहिँ ए मेजरबाट तपाईको बी माइनर, एफ शार्प माइनर, ई मेजर, डी मेजर, सी शार्प माइनर। फेरि पनि म रिपिट गर्छु है। ए मेजरको रिलेटिभ कर्डमा चाहिँ हामीले ए मेजरको कुनै गीतहरुमा है युज गर्दाखेरि चाहिँ हामीले कुन कुन कर्ड्सहरु हामीले युज गर्न सक्छौं। त्यसमा चाहिँ हामीले ए मेजर, बी माइनर,